अनि पसल त भव्य खोल्नु भएछ। कति चलिरहेछ? ठिकै चलिरहेछ हजुर। ओहो मेयर साहब, हाकिम साहब पनि 81 सवारी भयो त। चिसो लिऊ है। अहिले पर्दैन पर्दा। अहिले हामी बजार अनुगमन गर्दैछौँ। तपाईँले पनि यत्रो ठुलो पसल खोल्नु भएको छ। यो पसल खोल्नुभन्दा अगाडि तपाईँले व्यवसाय दर्ता गर्नु भएको छ? व्यवसाय दर्ता त गरेका छैन नि मेयर साहब। पसल पनि भर्खरै खोलेको। होइन साउजी, त्यसो भनेर कहाँ पाइन्छ? व्यवसाय दर्ता गरेर मात्रै सञ्चालन गर्नुपर्छ, नत्र नगरपालिकाले कारबाही पनि गर्न सक्छ। अनि यो व्यवसाय दर्ता गर्नलाई चाहिँ के गर्नु पर्ला? आफ्नो व्यवसाय ओडामा गएर दर्ता गराउन् अनि ढुक्कसँग पसल चलाउन्। बुझ्नुभयो? ए म अब यो व्यवसाय सञ्चालन गरेकै वडामा दर्ता गर्छु अनि मात्रै पसल सञ्चालन गर्छु। धेरै धेरै धन्यवाद। आजै आफ्नो वडा कार्यालयमा गई व्यवसाय दर्ता गर्नुहोस्। राज्यले दिने कुनै पनि व्यावसायिक सुविधाबाट वञ्चित नहुनुहोस्। उद्यमशीलता प्रवर्धन र आर्थिक विकास रत्ननगर नगरपालिकाको सत्प्रयास। रत्ननगर नगरपालिका चितवनद्वारा जनहितमा जारी सन्देश।